यो चाहिँ हाम्रो हरिसिद्धि साइट नम्बर 1 हो। यहाँ चाहिँ हामीले रेलिङमा टफन ग्लास लगाएका छौँ। यसरी यो चाहिँ भागमा चाहिँ हामीले यसरी कप गरेका छौँ भने यतापट्टि हाम्रो यसरी स्ट्रेट लाइनमा एल सेपमा डिजाइन भएको छ। यो चाहिँ हेभी बाल्कनी एरिया छ भने यतापट्टि हाम्रो यसको अपोजिट साइडमा पनि हामीले फुल लेन्थ विन्डो गरेका छौँ। यतापट्टि फुल लेन्थ विन्डो छ भने सँगै सेफ्टीको लागि पनि हामीले स्लाइडिङमा ग्रिल डिजाइन गरेका छौँ। यहाँ चाहिँ यसरी टक्क लाएर हैन भने यतापट्टि हाम्रो यसको बार एरिया छ र यतापट्टि हाम्रो यसको बेसिन छ, सिङ्क बेसिन बोथ। यसमा पनि हामीले के गरेका छौँ भने यसरी सिङ्कको लेयर यसरी पानीले नबिग्रोस् भनेर यसरी डिजाइन गरेका छौँ हाम्रो। भने यतापट्टि फल सिलिङ पनि युनिक डिजाइन छ, डाउनवर्ड सिलिङ डिजाइन गरेका छौँ। फल सिलिङ एकदम दामी लुक्स आएको छ। यता लाइटिङ हाल्न बाँकी छ भने बारको युनिक फिचर भनेको हाम्रो यसरी टेबल बाहिर निस्किन्छ टक्क लाएर यताबाट बस्ने टकेला भने सँगै यतापट्टि हाम्रो यसको पूजा रुम छ जुन कि हामीले युनिक डिजाइनमा यसरी माथिसम्म गरेका छौँ भने यहाँ चाहिँ हाम्रो सिएनसी कटिङ, यहाँ चाहिँ मूर्तिहरू, यहाँ मुनि हाम्रो यसको ड्रर छ भने यतापट्टि भाँडा धुनलाई सिङ्क एरिया छ भने सँगै यसरी यसलाई चाहिँ मजाले घुम्नु मिल्छ। हामीले मन्दिरलाई घुम्ने हिसाबमा डिजाइन गरेका छौँ, मजाले यसरी घुम्न पाइन्छ। र यतापट्टि पनि हाम्रो यसको बाल्कनी विथ सेफ्टी ग्रिल सबै साइडमा सिम्पल फल सिलिङ डिजाइन। दिस इज बाई रूपान्तर होम्स।